वेलकम छ वाट्सएप सबजना सञ्चारमा हुनुहुन्छ ल म सञ्चारमा छु ल मेरो डेली रुटिन सुरु भइसक्यो आजदेखि फेरि हट नाकुरी हट फेरि डेली रुटिन मेरो चटो लगाएर हैन यस्तो छ बाटोहरु पानी परेर लोड भइरहेछ आज पानी परा जस्तो भइरहेछ फेरि पानी पर्ने लोड भन्ने भइहाल्यो यार है ठिक छ गाइस यस्तै हो ल आमामामा भ्यू त नजारा त दामी बवाल छ त हौ ल हैन कुरै गर्नु सक्दैन भ्यूको त आमामा लगाए सुनकोशी त वहाँ पारी खण्डाको बाटो चाहिँ धरान चतरा जाने बाटो नयाँ हैन चट्ट लगाएर आज पानी पर्ला जस्तो भएको छ ल लभली छ गाइस छनु चाहिँ हैन जाने हो चट्ट आज म ट्र्याक सुट लगाएन हिजो ट्र्याक पुरै भिजिसक्यो पानीले सुकेन त्यही भएर नआइदिएको हैन हुँदो बाख्राहरू चाहिँ यस्तो छ हिजो बाख्रा भिजेर पुरा मुसा भइरहेको थियो हैन यता जाने यो यता उँधो जाने बाटो यता जाने बाटो रोड त मेनली छ कि हाम्रोतिर त तर के गर्नु रोड खने अनुसार पनि हुनु पर्यो नि त रोडको हिँड्ने बाटोको सुविधा रोड खनाइ चाहिँ त्यत्तिकै झार हुँदै बसिरहेको के गर्नु ल गाइस यस्तै हो ल अब हामी जङ्गलतिर जाने भेट्ने उनीतिर लभली गाइज लभली वेलकम वाट्सएप ल ठिक छ जङ्गलतिर हामी यस्तो मनोरञ्जन हान्दैछौँ होइन यस्तै छ भ्यूहरू चाहिँ बबाल देखिरहेको छ अहिलेसम्म चाहिँ होइन पानी पर्ला जस्तो छ घाम पनि लगाइरहेको टुङ्गो टाङ्गे होइन गाइज ल ठिक छ यस्तै हो है मेरो जक्सन पनि छ यहाँ हाम्रो जक्सन एउटा लभली होइन चट्टो लाग्यो अब उकालो केटाहरू बाह्र लखार्दैछ उकालो हेर्नुहोस् ल यस्तो पहिरो छ यो कहाँको पहिरो लगाएछ सकरको चिन्नुहुन्छ होला कमेन्ट हान्नु होला लभली पारेर होइन ल गाइस यस्तै हो छोटो मिठो भ्लगमा होइन ल